ल है साथीहरू, यतिखेर चाहिँ म यहाँ हिँडिरहेको छु। त्यस्तो अवस्था छ है गाइस, गर्मी निकै छ, पसिनै पसिना छु म। धान खेती छ, हराभरा छ, तर अहिले वैशाख अन्तिम हुन थालिसक्यो। गर्मी चाहिँ अत्याधिक छ। हेर्न सक्नुहुन्छ यो हरियाली वातावरणसँगै म चाहिँ हिँडिरहेको छु। तपाईहरुलाई यस्तै नयाँ भिडियोहरुको लागि फलो गरेर जोडिदै गर्नुहोला। धेरै माया सम्झना सम्पूर्णलाई। गर्मी छ सबैजनालाई यतिखेर चाहिँ है। म चाहिँ पूर्व मोरङको एउटा बस्तीमा छु यतिखेर, गाउँतिर। देख्न सक्नुहुन्छ यो रमणीय स्थल। गर्मी भए पनि एउटा शीतल अनुभूति दिने वातावरण छ। धान खेती चाहिँ अत्याधिक फस्टाइरहेको छ। कृषकको यो अथाह मेहनतलाई चाहिँ सलाम गर्नुपर्छ। त्यही नै हो साथीहरू। भिडियो हेर्दै हुनुहुन्छ भने भिडियोलाई शेयर लाइक गर्न चाहिँ नबिर्सनु होला। यस्तो छ अवस्था। दिदीले चाहिँ सुँगुरलाई चारो खोले बनाउनको लागि केराको फेदहरू बोकिराख्नु भएको छ। एकदमै रमाइलो छ, हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ यो कृषकहरूको मेहनत सँगसँगै रमाउँदै हिँडिरहेको छु। गर्मी भए पनि केही छैन, ठिक छ सब कुरा। प्रकृतिमा रम्न सिक्नुपर्छ। जाडोमा गर्मीमा सबैसँग घुलमिल हुने क्षमता हामीसँग छ गाइजहरू। सबैले भिडियो हेरेर लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला। ओ माई गड, गर्मी चाहिँ अत्याधिक छ है साथीहरू। अहिले 5 बज्न आँटिसक्यो, तैपनि गर्मीले छोडेको छैन। बेलुकाको 5 बज्न आँटिसक्यो। यो पहिलाको प्रालको कुन्नीहरू छ। म रोडमा निस्किसकेको छु। भिडियो धेरै लामो नबनाऊँ, यही नै हो। सबै भिडियोमा जोडिनु होला भन्दै भिडियोलाई यही अन्त्य गरेँ। बाई बाई साथीहरू।